आज चाहिँ फर्स्ट टाइम म भोइस ओभर गरिरहेको छु यो भिडियोमा होइन। अनि कस्तो अरूले बोलेको देख्दा चाहिँ कस्तो रमाइलो जस्तो हुन्थ्यो क्या जहिले म भिडियोहरू हेर्थेँ। तर आफूले बोल्न चाहिँ कस्तो अप्ठ्यारो हुँदो रहेछ कि के बोल्ने कसरी बोल्ने कस्तो अक्कड हुँदो रहेछ। म चाहिँ यसपालि दसैँमा हाम्रो टिका थियो होइन, त्यही भएर फुपूको घरमा गएको थिएँ। म मेरो दादा बहिनी भाइ सबैजना गएको थियौँ हामी घुम्नको लागि अनि भेट गर्नको लागि भनेर। फुपूको घरमा चाहिँ साग रहेछ अनि 2-3टा बारीमा साग रोप्नु भएको रहेछ। यो चाहिँ नजिकै थियो, त्यही भएर मैले यहीँनिर साग टिप्न गएँ। सजिलो पनि थियो। अनि यता भेनाजु चाहिँ फेरि तलतिर बस्छु थियो कि, अनि घाँसहरू हालेर अनि फर्केर आउँदै हुन्थ्यो। अनि मैले एकमुठी साग टिपेँ। कस्तो राम्रो खालको साग थियो कि एकदमै नरम, काँचै खान सक्ने खालको थियो। अनि पर फेरि काँक्रा फलिरहेको रहेछ। तर मैले काँक्रा चाहिँ जुम गरेर देखाउनै सकिनँ क्या, किनभने मसँग एउटा हातमा साग थियो, एउटा हातमा क्यामेरा थियो। अनि यता धारामा धुन्छु भनेर सोचिरहेको थिएँ। फेरि बहिनीले पाइप जोडेर उता लगेको रहेछ। अनि बहिनी चाहिँ लुगा धुँदै थिइन् अनि मैले चाहिँ साग देखाउँदै गइरहेको थिएँ। अनि त्यसपछि यो सागलाई चाहिँ मैले अनि टक्क धोएँ। अनि धोएर सफा पारेँ। त्यस्तो फोहोर पनि थिएन क्या साग, किनभने आकाशबाट पनि पानी आइरहेको थियो अनि बारीमा पनि त्यस्तो सफै भइरहेको थियो, अलिअलि माटोहरू मात्रै लागिरहेको थियो। अनि मैले धोएँ सफा पारेर। अनि एकदम राम्रो भएको थियो क्या साग पनि। अनि साग पनि धेरै भइसकेको थियो। अनि मैले सागलाई धोएर भित्र लगेँ। अनि भित्र लगेर चाहिँ आलु पनि काटेँ, आलु मिसाएर पकाउने भनेर। अनि एकछिन आलुहरूलाई फ्राई गरेर अनि त्यसपछि सबै कुरा नुन मसलाहरू सब राखेर अनि मैले साग राखेर अनि त्यसरी फ्राई गर्ने भनेर चाहिँ बनाएँ। जहिले पनि म चाहिँ साग यसै गरी बनाउँछु, मलाई मिठो लाग्छ। तर आगोमा बस्दा चाहिँ अलिक आगोले पोलेर अलिक धुवाँहरू चाहिँ हुन्छ, तर खाना चाहिँ मिठो हुन्छ। अनि यता भेनाजुले चाहिँ मासु नि काट्दै हुनुहुन्थ्यो। अनि सानो प्याज थियो मेरो फुपूकै घरमा उम्रेको। अनि सबैजना वरिपरि बसेर हाँसेर रमाइलो गरिरहनु भएको थियो। अनि म चाहिँ पकाइरहेको थिएँ। अनि मलाई पनि रमाइलो भइरहेको थियो। अनि आगो चाहिँ जस्ट बलिरहेको थियो मजाले। अनि म पकाइरहेको थिएँ। अनि त्यसपछि चाहिँ यता मैले राम्रोसँग पकाएँ, चलाएँ। अनि एकछिनमा पाकिसकेको थियो। यता दिदी चाहिँ फेरि बत्ती काटिरहनु भएको थियो क्या, फ्री भएको टाइममा जहिले बत्ती काट्नु हुँदो रहेछ। अनि मैले साग पाकिसकेको थियो नि, यो चाहिँ फेरि मासु पकाएको थिएँ क्या अघि काटेको। अनि यता चाहिँ पापडहरू ढुङ्ग्रीहरू के फुलाइरहेको थियो मेरो बहिनीले चाहिँ। रमाइलो भयो।